अब नेपाल पुग्दै हिमालको बाटो लागे हिमाल हो हिमाल भन्छ अब बाटो मतलब यो भकुण्डे बेसी बाटो निस्किन्छ भन्ने छ हेरौँ जाउँ कहाँसम्म निस्किन्छ कस्तो छ त्यसै फर्स्ट टाइम उनीहरू सक्लो त हिँड्दै गरेकै हो पानी पऱ्यो भने चाहिँ अलिक समस्या हुन्छ पानी चाहिँ परिदिनु भएन यति मात्र हो अब लाग्यो उकालो उकालो त्यसका बाद पूर्वीसित फल्ने ठाउँ हिमाल भन्थ्यो त्यही ठाउँ लिने हो कि पानी लिने हो ए यही रहेछ हिमालको बाटो बुझ्यो खोलाको बाटो त्यसको छ अवश्य हिमालको बाटो अब लाग्यो भरेर घुम्तीको चाप पारेर खोलाको बाटो त्यस्तो छ कोसी खोला अब नखोलिसकेपछि उपाय त लाउनु परिहाल्यो त्यसै भएर काठमाडौँ पुग्नै पऱ्यो त्यसका बाजे सिम्बुले स्वाट त्यस्तै हो नि त छिटै पुगिन्छ योभन्दा खराब बाटो भइदियो भने चाहिँ गाह्रो तपाईँको यो हिमालको बाटो भनेर भन्छ हिमाल हो कि हिमाल हो अलिकति गाह्रो हिमाल भनेर चाहिँ भन्ने हुन्छ अहिले चाहिँ मेरो फर्स्ट टाइम है कुनै बेसी आउँछ भन्छ हिमाल अब जान्छ क्या हो माल गयो भने बुढीलाई गएर के देखाउने होला राके पारेर आइस भने के गरिदिने ल रोसी खोलाको हाल त्यस्तो छ बाटो चाहिँ त्यही रहेछ अगाडि पनि जाँदै हुनुहुन्छ अब मिस्टर काजीहरू के भन्छ बाटो सुरु गयो खोलाको बाटो भन्दा खोलामा यस्तो ढुङ्गा ढुङ्गा छ त्यो खोला हो जानुपर्ने र आज चाहिँ त्यो खोलामा बाटो नभइरहेछ त्यो कारणले जानु बाख्राको बाटो हुने है त साथीहरू बाटोको हालत यस्तो छ तल हो पहिला खोला एक खोलाको बाटो हिमालको बाटो भनेर हिमाल हो कि हिमाल हो यस्तो बाटो भन्दा सुरुको बाटो पनि छ गाडीले बाटो लगाउँछ ताजै बाइक दिपाइने ताजै गाडी चलाउनु पर्छ हामी बिमारी मान्छेलाई हामी होइन हिमालको मान्छेले चाहिँ पहिला कोदी चित्त चाहिँ त्यहाँ चित्तले चाहिँ रोपेर गएको हुनाले चाहिँ त्यहाँ फल्छ भन्छ अर्को ठाउँमा चाहिँ फल्दैन यो बुद्ध चित्त त्यसको कहानी चाहिँ त्यो हो साथीहरू अरू कुरा चाहिँ मैले जानिनँ
स्वर गर्ने स्वर गर्दैन त्यसका बाजे यहाँ त अनि यत्रो झरेको रहेछ त गाँठे हो केटाले पल पाल्छ ए पल जाने त ए पल जाने हो गाँठो भन्ने पलमा पनि छिराइएन यार जुत्ता हिल्लै यसरी हो त हो बहिनी ए बहिनी कता उता माथि जान दिदी बाटो यता हो